वेबसाइट र सोसल मिडियामा प्रोडक्टको फोटो भिडियो मात्र राखेर सेल्स हुँदैन है। तपाईँको प्रोडक्टले दिने आउटकमको चाहिँ फोटो भिडियो राख्ने हो। आउनुहोस् म अझै एक्सप्लेन गर्छु। यो फोटो हेरेर तपाईँलाई किनम लाग्छ कि 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 यो। अघि भनेको सबै इक्जाम्पलहरूमा सेकेन्ड अप्सन नै इफेक्टिभ हुन्छ नि, होइन? किन भन्दा ग्राहकले हजुरको प्रोडक्ट किन्ने होइन, त्यो प्रोडक्ट प्रयोग गरेर पाइने फिल किन्ने हो, त्यो प्रोडक्टले दिने लाइफस्टाइल प्रति आकर्षित हुने हो। त्यसैले ठ्यास्सै एउटा प्रोडक्टको इमेज र त्यसको फिचरहरू मात्र आफ्नो डिजिटल प्लेटफर्महरूमा नदेखाउनुहोस्। प्रोडक्टले दिने इमोसन, लाइफस्टाइल र आउटकम सहितको फोटो भिडियो हाल्नुहोस्, अनि बल्ल सेल्स बढ्छ। सही तरिकाले डिजिटल मार्केटिङ कसरी गर्ने, त्यसमा हामी हजुरलाई प्रभावकारी रूपमा सहयोग गर्न सक्छौँ। हाम्रो निशुल्क डिजिटल मार्केटिङ परामर्श लिन हामीलाई मेसेज गर्नुहोस्।